नमस्ते सबैजनालाई मुन्दुम पदमार्गको यो अन्तिम एपिसोडमा तपाईहरू सबैजनालाई स्वागत छ। चखेवाबाट लिएर हिँडेको पदमार्गलाई सिलिचुङको चुचुरोमा पुगेर बिसाउने योजना थियो। किरातीहरू जीवनमा एकपटक पुग्नै पर्ने सिलिचुङ पिक हामी पनि पुग्दैछौँ र तपाईहरूलाई पनि पुर्याउँदैछौँ। जस्तो सुकै आधी बेरी झरी परे पनि रोकिने कुरै थिएन। भनिन्छ नि, हरेक मान्छेभित्र एउटा राक्षस लुकेको हुन्छ। जुन दिन त्यो राक्षस जाग्छ यस्तै हुन्छ। गाइज गुड मर्निङ। अहिले चाहिँ ठ्याक्कै 5 बज्यो। अब हामी कुलुपङ्खबाट चाहिँ माथि सिलिचो पिक समिटको लागि निस्किँदैछौँ र वेदर चाहिँ अहिले एकदम धेरै हावा चलिरहेछ बेसरी, अनि बादलहरू पनि लागिरहेछ। हामी पुग्ने बेलासम्म के हुन्छ, लेट्स गो। कुलुपङ्खबाट बिहान 5 बजे निस्कँदा ठुलै झरी परेको थियो। साल्पा पोखरी कटेर उकालो लागेपछि धेरै दिनपछि फोनले नेटवर्क दियो। छिटो छिटो विवेक दाइलाई आजको मौसमबारे सोधिहाले। पछाडि अलिक पानी हल्का हुन्छ भन्ने मात्रै छ। पानी आज खास खुल्दैन। ए ल दाइ, अलिअलि खुल्ला जस्तो गरेर हामी उकालो लागिरहेछौँ है त। विवेक दाइसँगको कुराकानीले झन् निराशा थप्यो। तर हाम्रो मनोबल सिलिचो जस्तो उच्च थियो। अब हामीलाई यो भिरको उकालो काट्न केवल चाहिएको थियो त साहस। गाइज अहिले चाहिँ 6:30 भयो। यति खुलेको छ। अनि जर्नी भनेकै सबभन्दा यादगार पार्ट हुन्छ। अब डेस्टिनेसन त खुल्ला नखुल्ला होइन। ढुङ्गा पनि त्यत्तिकै चिप्लो छ। त्यो दाइ त कहाँ गएछ? जब त्रासको कुनै विकल्प हुँदैन तब एउटै चिजको गुन्जायस रहन्छ, साहस। छैन अहिले त्यहाँ चाहिँ साल्पा ताल, साल्पा पोखरी, अनि अलि माथि चाहिँ गुम्बा। त्योभन्दा उतापट्टि चाहिँ हामी हिजो बसेको कुलुपङ्ख। ठाडो भिरमा 4 पाउ टेकेर माथि उक्लन सानो गोरेटो बाटो थियो। बाटोभरि चौरी चरिरहेका थिए। फुलहरू फुलिरहेका थिए। तर अप्ठ्यारो बाटोले यी सबै कुराको रस मेटिदिएको थियो। यो माथि देखिरहेको जुन ढुङ्गाहरू छ त्यहीको खोज हुँदै जाने हो। बाटो यस्तो चिप्लो छ। यहाँसम्म चाहिँ चौरी आउँछन् रे। योभन्दा माथि चाहिँ चौरी जान सक्दैनन्। फेरि डाङ्गलाई कत्रो ढुङ्गा छ यार। विदेशीहरू भए त यस्तो डेन्जर फिल्म बनाउँथ्यो होला। अनि क्या सुटिङ हुन्थ्यो होला कि यस्तो ठाउँमा। अहिले कहाँ छौँ त हामी अहिले सिलिचुङको फेदबाट अलिकति माथि मात्रै उक्लिरहेछौँ। अब यहाँबाट अझै 2 घन्टा 2.5 घन्टासम्म लाग्छ। अब अलिक बिरामी भएको होला, खुट्टा दुखिरहेछ हाम्रो साथीहरू। त्यो तल देखिँदै गरेको चाहिँ बिलबोटे भन्छ। यहाँ माथि त्यो सालमा देखिँदैन, तर कुहिरो चाहिँ भइहालेको छ। त्यो पारी चाहिँ त्यो रावढाप अलिअलि घाम लागिराखेको छ। त्यो रावढापको डाँडा हो। यो हामी त्यो डाँडाबाट ओह्रालो झर्दै आएको। अनि यताको भनेको त अब त्यही पारीसँग सभा अनि धनकुटाहरूको डाँडाहरू देखिरहेछ। त्यो चाहिँ हामी अस्ति हामी बसेको त्यो मयुको पाटन हो। त्यो चाहिँ त्यहाँ हो।
अझै छ है दाइ छ। साल्पा पोखरीबाट उकालो लागेको 2-3 घन्टासम्म त न कतै टेक्ने ठाउँ थियो न समाउने ठाउँ। साथीहरू असार साउनको समय हो, यति खुल्नु भनेको पनि धेरै ठुलो कुरा हो। दिदीलाई त मान्नै पर्छ कडा। कसरी? मैले तपाईँसँग यस्तरी एडभेन्चर ट्राभल चाहिँ गराएको थिइनँ नि त। म कतिको एडभेन्चर गर्छु भन्ने थाहा भयो। भर्खर थाहा हुँदैछ, यसपालिदेखि थाहा हुँदैन। अन्त पहिला चाहिँ अब घोडाहरूमा होला जस्तो लाग्थ्यो होइन, कसै सहयोगमा हुन्थ्यो जस्तो लाग्थ्यो, तर होइन रहेछ। दिदीसँग फर्स्ट टाइम एडभेन्चर ट्राभल गर्दा कस्तो लागिरहेछ? बवाल बवाल चाहिँ होइन गाइज, अब म जिन्दगी यात्रा गर्दिनँ भन्दैछ मनमा। अयो कम तागर छैन यार, साहस चाहिन्छ भाइ, साहस। खुल्दैछ मौसम, हिँड। यदि तपाईँ सिलिचुङ आउने हो भने भदौतिर र स्थानीय कुनै पनि समयमा आउँदा चाहिँ ट्राभल गाइड, यहाँको चिनेको मान्छे र स्थानीय चाहिँ अनिवार्य है। तलमाथि भयो भने चाहिँ म भन्न सक्दिनँ, एक्लै चाहिँ आँटै नगर्नु होला म भेट्टाउनलाई। अहिले चाहिँ हामीलाई बादलले भेट्टाउनै सकेको छैन क्या, बादल तल छोडिसक्यौँ हामीले, हामी माथि आइसक्यौँ क्या निलो आकाशमा। अनि अहिले अलि माथि पुगेपछि अर्को कुरा भन्छु ल, दिमागमा आइरहेछ, अहिले सुनाउनु। जसोतसो भिर अजङ्गका पहाड छिचोल्दै देउराली पुगियो। हे भगवान् शक्ति देऊ। गाइज अब हामी फाइनल्ली अब कहाँ हो त हामी जाने? त्यो झन्डा बाटो हामी जाने। अब जुम गर्छ है, डोन्ट माइन्ड है गाइज। यो एक स्टेप अनि उयो माथिको झन्डा फरफर गरेर देउराली। यो तपाईँहरूको लागि, जसले चाहिँ अहिलेसम्म स्किपै नगरी हेर्नु भएको छ उहाँहरूको लागि। जिन्दगी भनेको संयोगले भरिएको समयको अङ्गालो न हो? हामीले आज यो मौसम संयोगले भेटेको हो। देउराली पुग्दा यसरी खुल्छ भनेर नसोचेकै कुरा थियो। अमेजिङ देखिरहेछ ढुङ्गाहरूको स्ट्रक्चर पनि, तर एकदम त्यो विचार पुर्याएर मात्रै उटपट्याङ गर्नु होला। एकदमै चिप्लो ढुङ्गा छ, एकदमै चिप्लो ढुङ्गा छ। अनि यो माथिको बाटो चाहिँ यहाँबाट कहाँ जान्छ रे दाइ? यता माथिको बाटो चाहिँ सोलुखुम्बु जाने बाटो। अब चाहिँ हामी देउरालीबाट अझै 1 घन्टा माथि जान्छौँ। देख्नुहुन्छ ढुङ्गाको बाटो, अनि एकदम चिसो भइरहेछ, बाद त्यो आइरहेछ क्या, हावा आइरहेछ बेसरी। अनि यो ढुङ्गाको बाटो हुँदै जान्छौँ। अब वेदरले यतिसम्म साथ दिइरहेछ, थ्याङ्क्स गड, अझै दियोस्। र अर्को कुरा अघि मैले के भन्छु भनेको थिएँ भने, अहिले यति धेरै स्वासा भइरहेछ क्या यो भिडियो खिच्दै गर्दाखेरि, बोल्दै गर्दाखेरि होइन। अनि जब हामी काठमाडौँ गएर एडिट गर्न थाल्छौँ नि, बा हामी आफैलाई यस्तो लाग्छ कि कति स्वासा भएछ, कति हावा चलेछ भनेर चाहिँ हाँसो लाग्छ। तपाईँहरूलाई पक्कै पनि इन्जोय भइरह होला, रियल एडभेन्चर भइरहेछ हामीलाई पनि। अब हामी कति पनि ढिला नगरी टपमा जान्छौँ। मैले यसरी जीवनमा कुहिरो र पहाडको द्वन्द्व कहिले देखेकै थिइनँ। कुहिरोलाई पनि पहाड छिचोल्न गाह्रो पो हुने रहेछ। यी पहाडका कडा चट्टानसँग अनगिन्ती पटक ठोकिएपछि मात्र उसले जित हासिल गर्ने रहेछ। अब हामीलाई आजको मौसमसँग कुनै गुनासो छैन। अब धेरै ढिला नगरी हामी देउरालीबाट भयङ्कर भिरको उकालो लाग्दैछौँ।
हामी हिँड्न सुरु गर्दा यहीँको त्यहीँ देखिएको थिएन। अहिले त साल्पा पोखरी पनि गजब देखिएको छ। चखेवाबाट हिँडेर यहाँसम्म आइपुग्दा अनेक आरोह अवरोह बेहोर्यौं। मुन्दुम पदमार्गमा हिँड्दै गर्दा कति उकालो कति ओह्रालो झरियो, त्यसको हिसाब किताब छैन। देउरालीबाट सिलुचोटप आँखै अगाडि देखिए पनि हामीलाई पुग्न लगभग 2-3 घण्टा लाग्ला भन्दै हुनुहुन्थ्यो शिवदाई। 1 घण्टा। दायाँतिर छर्लङ्ग खुलेको छ, बायाँतिर कुहिरोले सबै ढाकेको छ। जति उकालो लाग्यो फूलहरू फरक तरिकाले फुलेका थिए। हावा फरक तरिकाले चलेको थियो। यहाँबाट चाहिँ पारुहाङको आकृति देखिन्छ। यहाँ तपाईँहरूले कुहिरो नलागेको बेला पारिपट्टि हेर्दाखेरि देख्न सक्नुहुन्छ निधार, नाक, अनि मुख, अनि चिउडो, दारी, टाउको यस्तो ठुलो भएको देख्नुहुन्छ। पारिपट्टि देखिन सकिन्छ कुहिरोबाट भने। त्यहाँ चाहिँ पारुहाङ देखिने ठाउँ पारुहाङ लुङ भन्छ। त्यो पारिपट्टि यसलाई पारुहाङ लुङ भन्छ। लुङ भनेको ढुङ्गा। लुङ भनेको ढुङ्गा तपाईँहरूको भाषामा। यहाँबाट त्यो पारुहाङको आकृति देखिने हुनाले पारुहाङ लुङ भन्छ। यति माथि आइसक्यौँ, यति पवित्र स्थानमा आइसक्यौँ। तर मान्छेहरूलाई चाहिँ पवित्र स्थान आउनु, चुचुरो चुम्नु मात्रै सफलता होइन के, त्यो मात्रै अनुशासन होइन। किन म यो भन्दैछु भने यस्तो ठाउँ पनि हेर्नुहोस् त, यहाँ फोहोरहरू, चक्लेट, फ्रुटी, के हो के फोहोरहरू। यो त गर्नु भएन नि त गाइज। यस्तो राम्रो ठाउँमा आएर अनि प्रकृतिलाई बुझ्न आएको मान्छेले फोहोर गरिदियो भने त कस्तो हुन्छ। आज एकजना, भोलि एकजना, पर्सि एकजना, होइन? तपाईँहरूले ल्याएको कुराहरू टक्क खायो, खोल गोजीमा राख्यो, अनि बेलुका जहाँ बस्नुहुन्छ त्यहीँ फाल्यो, अनि त्यो पो गर्ने हो त। त्यसरी फोहोर फाल्नु चाहिँ भएन है। यो चाहिँ एकदम यहाँको अर्थै छैन क्या। तपाईँहरू फोहोर फाल्नुहुन्छ, जताभावी फोहोर गर्नुहुन्छ, सिसा फुटाउनुहुन्छ, अनि भने चाहिँ यहाँको अर्थ राख्दैन त्यो कुराले। तपाईँले माथि गएर धुप बाल्नुको के अर्थ? तपाईँहरूले माथि टबमा गएर धुप बाल्नुको के अर्थ? बाटोमा यति धेरै फोहोर गर्नुहुन्छ भने हो कि होइन? ल भन्नुहोस् त। कहाँ उड्छ क्या प्लेन जहिले? यहाँ जहिले म आएदेखि यहाँ माथि जहिले प्लेन उडिरहेको देखेको छु। आकाश तल चखेवादेखि सुरु भएको, मयङ हुँदा पनि उडिरहेको थियो अघि, तर रावदा हुँदा पनि उडिरहेको थियो, अहिले नि उडिरहेछ। एउटा कुरा चाहिँ कस्तो हुन्छ भने हामी जब उकालो चढ्दै गर्दा दायाँ हेर्छौँ, बायाँ हेर्छौँ, वारी हेर्छौँ, पारी हेर्छौँ नि, हो त्यति बेला चाहिँ आँखाको इनर्जी एकदम धेरै लस हुन्छ क्या। अनि आँखाको इनर्जी लस हुनु भनेको हामी हिँड्न नसक्नु हो कि। त्यो भएर चाहिँ मैले केही वर्षदेखि चाहिँ एउटा अनुभव गरेको छु। हिँड्दै गर्दाखेरि उकालोमा चाहिँ कसरी हिँड्ने भनेर यस्तो गर्ने, सिर्फ टक्क बाटो हेर्ने होइन, दायाँ बायाँ नहेर्ने क्या, बाटो मात्रै, उकालोलाई मात्रै यहीँनिर, माथि पनि नहेर्ने होइन। अनि त्यसपछि अब टक्क रोकिनु पऱ्यो नि, रोकेर मात्रै अब भ्यूको इन्जोय गर्ने क्या। यसरी यसो गर्नुहोस् त, अनि थाहा हुन्छ तपाईँहरूलाई, फिल हुन्छ कस्तो महसुस हुन्छ भने। नाइ बार बाँधा छु कहाँ? उयो ओ गड, यो हुँदै जाने हो? त्यही बार समाउँदै छिरेर कता छिर्ने दाइ? कहाँ गएर? पर गएर सकिँदैन होला यार। ओ गड, ऊ त्यहाँ पारी बार बाँधेको छ, त्यो बार हुँदैन रे। ओ माई गड, नो दाइ यार,
यस्तो एडभेन्चर छ मैले भने। हामी चाहिँ एकदम भित्ताको बाटो हुँदै जाँदैछौँ। तल छाङ्गाछर भिर छ। तपाईँ पनि फेरि अप्ठ्यारो बाटोमा उभिनु भएको छ, हिँड्नु। म सक्दिनँ। कस्तो भिड छ अनि। भिरमा सुरक्षाका लागि राखिएका काठका बारहरू मक्किएका थिए। समाउन त के, छुन पनि डर लाग्ने। निकै गम्भीरतापूर्वक अप्ठ्यारा बाटोहरू पार गर्यौँ। गाइस, यो चाहिँ सिलिचुङ डाँडा चढ्दै गर्दाखेरिको सबैभन्दा एडभेन्चर रुट हो र अझै एडभेन्चर गर्न नै बाँकी छ। कस्तुरी देखिरहेको थियो यार। यो एकदम कस्तुरी पाउने ठाउँ हो। ए दुईटा कहाँ गयो अहिले त। यही खोजबाट निस्किएको थियो क्या। पारी नै निस्किएन यार दाइ, त्यहीँ लुक्यो होला है। ए आँखा दाब्रे आँखा भरभर आइरहेछ, अझै देखिन्छ कि भन्ने मेरो आश हो। त्यहाँनिर चाहिँ हामीले अलिकति ढिला गऱ्यौँ। कस्तुरी मृग अझै क्लियर देखिन्छ कि भनेर हामीले आँखाले त देख्यौँ, तर क्यामेरामा जुम गर्दा अलिकति फाटे जस्तो आयो। अर्को एडभेन्चर। ए घट, यहाँ त अनि ठुलो झोलाहरू त ल्याउन नमिल्ने रहेछ त। यो रुटमा चाहिँ त्यति धेरै पानीहरू देखिरहेको छैन मैले, त्यो भएर चाहिँ आफैले बोकेर ल्याउनु होला। दाइ अनि यो ढुङ्गाहरूबाट पानी आउँछ? यहाँ छ पानी खाने? खै कहाँ छ? ए यहाँनिरको कतिवटाले गराउनु एउटै सर्ट। यो पानी खान मिल्छ? अब के अब सहरको जस्तो प्रदूषण हुँदैन, फोहोर हुँदैन। यहाँ सफा यही ढुङ्गाबाट बसेर झरेको पानी हो। हिउँ परेको बेला त आइस अझ भइरहेको हुन्छ ढुङ्गामा त। यो बर्खाको बेला चिसो होला है खानु त। खानु सक्नु त्यति धेरै चिसो त हुँदैन। ओइ के गर्नुहुन्छ तपाईँ यस्तो भिरमा आएर? चिसो छ? चिसो छ, खानु सकिन्छ। खै एक गुटको दिन्छ, एक गुटको। धेरै त खान्न म, धेरै खानुहुन्न। जल जल लिँदै त्यहीँ थाप्दिनु। अझ टन्नै छ जस्तो छ। अब कति दाइ? अझै 1 घन्टा? अलिअलि गोजीमा हाल्दैछ। हेर्दा ऊ त्यहीँनिर छ। खाजा खाँदा खाँदा त्यो पानी र खाजाले गर्दा पेट कुलकुल कलकल कलकल गर्छ। यहाँबाट कहाँ निस्किन्छ सोलुखुम्बु? जान्छ? को जान्छ? कहाँको जान्छ? ए सुन्दर दृश्य देख्दा यो विपना हो भन्ने लाग्थ्यो। तर उकालो काट्न सकस भएपछि आफू हिँडेको बाटो सपना भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो। कुनै पनि गन्तव्यमा पुग्नुभन्दा अगाडि
सबैभन्दा धेरै गाह्रो हुने गर्छ, सबैभन्दा धेरै गाह्रो हुने गर्छ। बादलका झुप्पाहरू छिचोल्दै अघि बढ्यौँ। गाइज हामी त्यो तल्लोको चुचुरोबाट यहाँ आइसक्यौँ। अब आउँदा चाहिँ खासै गाह्रो भएन भनौँ, त्यो त भिडियोमा देखेकै कुरा हो, तर जाँदा चाहिँ कस्तो हुने हो भन्ने हो। फर्किँदा चाहिँ डर लागेको छ, ओह्रालो छ अनि खुट्टा पनि काप्छ नि त ओह्रालोमा। बिहान 5 बजे हिँडेको, अहिले 9:30 भयो। धेरैजनाले चाहिँ कति 2 घन्टामै पुगिन्छ भन्नुहुन्छ। अब 2 घन्टामा पुग्ने पनि हुनुहुन्छ होला, तर खिच्दै बस्दै हिँड्दै गर्दा चाहिँ 5, 6, 7, 8, 9 हामीलाई 5 घन्टा लाग्यो। प्रत्येक दिन फरक फरक उचाइको सामना गर्दै हामी सिलिचुङ टप पुगेका छौँ। फाइनल्ली मेरो साथीहरूलाई र हामीले सिलिचो टप, सिलिचो पिक, किराँत धर्मावलम्बीहरूको सबैभन्दा ठुलो धार्मिक स्थल छुन पुगेका छौँ। हामी किराँत संस्कार अनुसार चाहिँ जहिले पनि नयाँ अन्न बाली पाकेपछि माङहरूलाई पितृ चढाएर खान्छौँ। त्यही भएर हामीले लिएको बिस्कुटहरू चाउचाउहरू पनि हामीले चढाएर खाँदैछौँ। हामीले जे खान्छौँ त्यो चिजहरू चाहिँ हामीले चढाएर खाएको राम्रो रे। दाइले चढाइसक्नुभएछ। अब यहाँ खाजा पनि खाइयो मकै तल चाहिँ। अब यहाँ चाहिँ म चाउचाउ खाँदैछु, अर्को विकल्प छैन। यहाँ अब हिजो बेलुका त बास बल्ल बल्ल मिल्यो, झन् अर्ग्यानिक खाजा त के लिएर आउनु होइन, यही चाउचाउ त बल्ल मिलेछ। म पनि अलिअलि चढाएर खाँदैछु। अन्त यहाँ घन्टी थियो नि अघि, खै घन्टी पनि बजाउँछु। ऊ यहाँ रहेछ। सिलिचुङ टपबाट देखिने संसार बृहत छ। यो स्थान मुन्दुमी किराँतीको धार्मिक तथा दार्शनिक आधार वा स्रोत हो। किराँतीको सांस्कृतिक, धार्मिक एवं सम्पूर्ण जीवन पद्धति नै मुन्दुमद्वारा निर्देशित हुने हुनाले मुन्दुम किराँतीको धर्म संस्कृतिको आधार स्तम्भ पनि हो। हाम्रो 8 दिनको यात्राले आज गन्तव्य भेटेको छ। हामी पुग्दै गर्दा मौसम खराब हुँदै थियो। आँखाले देखेका दृश्य खिच्नै पाएनौं। सिलिचुङबाट देखिने 7 कोस टाढासम्मका भूभाग तीव्र गतिमा कुहिरोले छोप्ने र खुल्ने क्रम जारी थियो। यहाँ पारुहाङ र सुम्निमाको प्रतिमा बनाइएको छ। प्रतिमा छेउमा बसेर दाइसँग हामीले धेरै कुरा जानकारी लिने कोसिस गर्यौं। यहाँ चाहिँ अब केही फरक देख्छौँ हामी सुम्निमा र पारुहाङलाई। अनि त्यहाँ चाहिँ के कुराहरू बोकिरहनु भएको छ, के छ भनेर चाहिँ हाम्रो दाइले भनिदिनुहुन्छ। सुम्निमालाई चाहिँ एउटा पृथ्वीको रूपमा मान्ने र पारुहाङलाई चाहिँ आकाशको रूपमा मान्ने हुनाले यो तपाईँले जुन देख्नुहुन्छ यो पहाडहरू देखाइएको छ सुम्निमापट्टि भने यो पारुहाङपट्टि चाहिँ आकाशको बादलहरू देखाइएको छ। र यो सुम्निमाले यहाँ जुन समाएको छ हातमा, यो चाहिँ एकपट्टि बेचुक छ, एकपट्टि सोलेवा छ। बेचुक भनेको दाइ? बेचुक भनेको चाहिँ नेपालीमा अदुवा हो। अनि यो वाबुक भनेको चाहिँ चिन्डो हो। अनि पारुहाङको पनि एकपट्टि हातमा सोलेवा र अर्कोपट्टि चाहिँ घुङ्रिङ जुन नाक्चङहरूले अहिले पनि चलाइराखेकै छ। त्यसलाई चाहिँ एउटा चिन्ता बस्दाखेरि जुन हाम्रो हरेक कार्यहरू गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ दूरबीनको रूपमा हेर्ने गरिन्छ उहाँहरूको अब आध्यात्मिक दर्शनअनुसार। मिथक अनुसार यही सिलिचुङ टपमा पारुहाङ र सुम्निमाको जन्म भयो। जन्म हुँदा पारुहाङ र सुम्निमा दाजु बहिनी थिए र दाजु बहिनी बीच यो सृष्टि चलाउनु पर्छ भन्ने सल्लाह भयो। सुम्निमा बेसीतिर झरी खेतीपाती गर्न थालिन्। पारुहाङ लेकतिरको जङ्गलमा पसेर बँदेलको रूप धारण गरे। एक दिन पारुहाङ बँदेल भएर बेसी झरे
सुम्निमाले रोपेको जौँ कोदो खान थाले। सुम्निमाले पासो थापेर दाजु पारोहाङलाई मारेपछि उनीहरू दुवैजनाले जुनी फेरे। पछि प्रेमी र प्रेमिकाको रूपमा फेरि सृष्टिमा अवतरण भए। उनीहरू बीच बिहे भयो र उनीहरूबाट जन्मेका सन्तानहरूको वंशबाट किराँतीहरूको उत्पत्ति भयो भन्ने मिथक सुन्न पाइन्छ। त्यसैले सम्पूर्ण किराँतीहरूले मान्ने एउटै मात्र आदिम थलो यही साल्पा सिलिचो टप नै हो। मुन्दुम ट्रेलको अहिलेसम्मको चाहिँ एउटा इन्डिङ डेस्टिनेसन चाहिँ यही हो, सिलिचो पिक। यो चाहिँ 4100 मिटर छ। त्यसपछि खुवालुङदेखि यसलाई चाहिँ चोमोलुङमासम्म द ग्रेट मुन्दुम ट्रेल भनेर चाहिँ बनाउने पनि प्रयास भइरहेको छ। यहाँको स्थानीयहरूलाई यो जानकारी छ। अहिलेसम्मको लागि चाहिँ यो नै इन्डिङ पोइन्ट हो। मुन्दुम पदमार्गले किराँतीहरूको इतिहासलाई वर्षौं वर्षसम्म जीवित राख्न र आउने पुस्तालाई इतिहासबारे युगौं युगसम्म जानकारी दिन ठूलो भूमिका खेलेको छ। प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटनसँग जोडिएको यो पदमार्गले धेरै काम गर्न बाँकी छ। एकदम डेन्जर छ। ओर्लिनु गाह्रो हो कि चढ्नुभन्दा ओर्लिनु। एउटा डेस्टिनेसन पुग्ने बेला गाह्रो, एउटा ओर्लिने बेला गाह्रो हो कि। मयुङभन्दा यता पदमार्गहरू निर्माणदेखि सानातिना थुप्रै काम छिटो छरितो सकियोस्। यो पदमार्ग जसले निर्माण गर्न सुरुवात गर्नुभयो, तपाईहरूको जति बयान गरे पनि कमै हुन्छ। हामी यहाँसम्म आइपुग्दा तपाईहरू सबैप्रति कृतज्ञ छौँ। यो प्रकृति जसले यात्रा सुरु गरेदेखि सिलिचो टपसम्म आइपुग्दा हामीलाई साथ दियो। एउटा भनाइ छ नि, भगवानले भन्छन् रे, तिमी आँट म पुरा गर्छु। सायद यही होला। अब यहाँ यति टाढा आएर दुःख गरेपछि यति जिम्मो त लिनु पर्यो। ऊ माथि पनि छ हेर्नु त। ठिक छ, अहिले पल्ल त सुरु गर्दैछु, तिमी नै हेल्प गर। जिम्बो कलेक्सन, जिम्बो कलेक्सन अनि भिरमा कलेक्सन भिरमै त हुन्छ त बाबु। पानी पर्यो, अब चिप्लिन्छ साथीहरू, अलिक बिस्तारै जाउँ। गाइज फाइनल्ली 1 बजे यहाँ पुगियो। ओह्रालो चाहिँ अलिकति अप्ठ्यारै हुन्छ झर्नलाई, झन् खुट्टा दुख्ने मान्छेलाई त अति नै गाह्रो हो ओह्रालो। र यो मुन्दुम ट्रेलको इन्डिङ पोइन्ट थियो सिलिचो, जसलाई चाहिँ हामीले चखेवाबाट जर्नी सुरुवात गरेर साल्पामाथि सिलिचोसम्म इन्ड गऱ्यौँ। त्यहाँसम्म तपाईँहरूले साथ दिनुभयो। तपाईँहरूको माया साथले गर्दा हामी टपमा पुग्न सफल भयौँ। तपाईँहरूले पनि भिडियो अन्तिमसम्म हेर्नुभयो होला होइन। दुःख सुख जे जस्तो भए पनि भिडियोमा यस्तै हो। अनि केही कुराहरू अब किराँती भाषाहरूमा भनिने कति कुराहरू हामीले अशुद्ध बोल्न सक्छौँ, त्यसमा पनि माफ गरिदिनु होला। बिहान कति बजी हिँड्नु भएको नि घरबाट? 8 बजी। 8 बजी हिँड्नु? 8 बजी हिँडेको 4 घन्टामा आइपुगेँ यहाँ त। ए, अनि कहिले जानुभयो घर? 3 दिन मात्रै हुन्छ म गएको घर गएको। हिजो आउने भन्ने थियो अरे प्लान। अनि यताबाट तल गएर अनि फेरि त्यसको भोलि उँभो आउनु भनेको त फेरि त्यहाँ सेक्राती भन्दै सबैले बोलाउँदै पाउनु सर खएर के हुने भयो। ए, त्यही भएर ढिला भयो। त्यहाँदेखि बेलुका आउनै सकेन। अनि बिहान चाहिँ आएको। आज पनि नआएको भइदियो त हामी त दुःख पाउँथ्यो। यहाँ नै खुल्ला ठाउँमा, त्यहाँ खुल्ला भए पनि आमाको हाँसो माया तातो चिया त्यो हो नि त ठुलो कुरा। घरमा पनि खुवाउनु त खुवाउँछ, तर फेरि बस्ने ठाउँ साँघुरो हुन्छ नि। बस्ने ठाउँ चाहिँ अलिक बिठिक। कति वर्ष हुनुभयो नि? म त 75 हुन्छ। 70 70 होइन 65 65 65 65 65 चाहिँ हुन्छ। कहिलेदेखि बस्न थाल्नु भयो नि यहाँ कुलुपङ्खमा? यहाँ त अब त 4-5 वर्ष हुन्छ हो। ए, 4-5 वर्ष। उतापट्टिको त धेरै वर्ष हुन्छ, 30 वर्ष हुन्छ। ए, पल्लो घरको पनि हुनुहुन्न त अहिले त? तल उसको
उस त्यो मेरो बहिनीको छोरी हो अनि उसको पनि फेरि आलु खुने टाइम भएर तपाईँको सम्झिने नि कति नजिक अनि हामी त के छ त्यो टाढै पो थियो ऊ त सोलो र ऊ त बसपुर दबाउने थियो अनि एनै बेच्नु आएको नि डेरा पनि एक पाइला हिँडे सम्झिनेको घर पुगिन्छ डेरा पनि यतै बनाएर अनि तात पनि छ कताको आलु हो आमा त्यो सोलुको आलु त्यहाँ राख्नु सोलुको आलु ल बचपन सुकाएर अनि सोलु बसेर जाने अनि त्यहाँदेखि टोइलो जानु चाहिँ गट्टा मजाको छ त हाम्रो त गजब छ गजब सक्कै राम्रो छैन सक्कैको त्यो पो रमाइलो हो त हाँसेको हाँसै गर्नु हुँदो रहेछ आमा फेरि नहाँसे त अनि फेरि के हुन्छ भन्नु त आमा यहाँ हावा खानुपर्ने के हुन्छ अरे के हुन्छ अरे हावा खानुपर्ने हावा खानुपर्ने त्यो भनेको चाहिँ अनि यो चिसो आगो गर्मी लाग्छ ठन्डा खायो भने ए हाँसेर ठन्डा खाएको चिसोभित्र लिएको अरे सक्कै पर्छ है हामी भोजपुरबाट अमिलो ल्याएर आइपुग्यौँ मैले ल्याउने र केलाउने काम मेरो हो पकाउने काम दुईजना सेफहरूको विज्ञ पदम चाल विज्ञहरूले पकाउनु पर्यो जान्नेहरूले जान्नेमा एकजना आमा पर्नुभयो एकजना दाइ पर्नुभयो अब आमाको तरिकाले खाने हो कि दाइको तरिकाले खाने हामीले आमाको तरिकाले खाने हामीले जान्यो भने भापपछि पनि बनाइराख्छौँ कि त यत्रो लेखमा आएर आमाकै तरिकाले खाने नि होइन तपाईँको दाउरा नबलेर सासै भोजपुरमा जानु जस्तो छ हौ मेरो यो पदमार्गसम्म पुर्याउन सहयोग गर्ने हाम्रो गाइड दाई शिव सल्लाह सुझाव दिने रमेश राई दाई वीरबहादुर राई दाई विवेक किराँती दाई मनोज आचार्य दाई र प्रेम दाई सबैजनालाई हृदयदेखि नै धन्यवाद र सम्पूर्ण पूर्वेली साथीहरूलाई पनि धेरै धेरै धन्यवाद अनि विशेष धन्यवाद आजको दिनसम्म हामीसँग सँगसँगै मुन्दुम पदमार्गको हरेक एपिसोड नछुटाई यात्रा गर्ने तपाईहरू सबैलाई हजुरहरूको मनोबल सधैँ साल्पा सिलिचो जस्तै उच्च रहोस् त्यो नागबेली पहाडको श्रृङ्खला धारैधार बग्ने पदमार्ग शान्त एकान्त घना जङ्गल ठुला ठुला नागेहरूमा परसम्म चरिरहेका चौरी भेडा घोडाहरू थकाइ सजिलै बिसाउन पाइने त्यो धरातल आहा मुन्दुम नयाँ गन्तव्यको साथ अर्को भिडियोमा भेटौँला है त सेवा हवा